फाइनली म यहाँ रब रोदाकोमा आइपुगेँ है दासिले र दासँग चाहिँ मैले अस्ति एउटा भिडियो बनाएको थिएँ है त्यो स्कुटी किन्न आउनुहुँदाखेरि तपाईँ र त्यो भिडियोमा चाहिँ 2-3 लाख भ्युज आएको छ निकै भाइरल भयो है अनि त्यसमा चाहिँ अब मैले कतिजनाको नराम्रो कमेन्टहरू पनि देखेँ होइन राम्रो कमेन्टहरू पनि देखेँ अब त्यो अब हुन्छ नि स्कुटी किनेर बुढीलाई स्कुटी किनेर फुर्के भयो फुर्के देखाएले त्यस्तो टाइपको कुराहरू हुँदैछ कि अब तपाईँले चाहिँ उहाँहरूलाई चाहिँ के रिप्लाई दिनुहुन्छ के भन्नुहुन्छ मान्छेको जिन्दगी प्राणी मध्येमा सबसे ज्ञान भएको चाहिँ मान्छे हो र मान्छेले नै आलोचना नगरी मान्छे यो शिखरमा पुगिँदैन म यो जङ्गल बिचमा आएको पनि त्यही आलोचना र प्रेसर बेसी दिएर नै यहाँ आइपुगेको नि त होइन त्यसले गर्दा उहाँहरू जतिले कमेन्ट राख्नु भएको छ उहाँहरूलाई धन्यवादै दिन चाहन्छु र उहाँहरूले पनि कुछ सिकेर गऱ्यो भने चाहिँ राम्रो हो होइन अन्त नसिकिकन नबुझिकन कमेन्ट गर्ने त हाम्रो मान्छेको बानी नै छ नि कतिवटा स्ट्रगल र हिस्ट्री नबुझी बोल्ने मान्छेहरू छँदैछ त्यसले गर्दा उहाँहरूलाई म रिसाउने कुरा आउँदैन मेरोमा पनि धेरै आउँछ भिडियो त कमेन्ट त कमाएर फुर्के भयो भन्ने पनि आउँछ हो यसले निकै कमाएर बोली चेन्ज भयो पनि भन्छ तर कसैको रिप्लाई दिइबस्ने जरुरत छैन हो आफ्नो काम गरिरहनुपर्छ तपाईँले फाइनेन्स गर्नुहुन्छ तपाईँले आफ्नो फाइनेन्सको लागि आफू कहाँ पुग्नुपर्ने कसो गर्नुपर्ने त्योपट्टि फोकस हुनु पर्यो उहाँले म बेच्छु भनेर इच्छा गर्नु बिजनेस गर्नु छ तपाईँलाई म यो चिज बेच्छु भनेपछि तपाईँले त हरेक मान्छेलाई देखाउनु पर्यो त्यो कमेन्टको कुरा गर्नुभन्दा चाहिँ मेरोमा यो चिज छ यो लिनुहोस् न राम्रो छ भन्नेपट्टि गयो भने 1000 जनामा एकजनाले त लिने निक्लिन्छ हो त्यो घरमा बसेर अरूले गरेको विषयमा आलोचना गरिबस्ने मान्छेहरूको चाहिँ उसको जातै आलोचना गर्ने भेटेको उसले चाहिँ हो उसले सबलाई त्यो भनिरहन्छ उसको काम चाहिँ भनिरहने हो मेरोमा हजारौँ लाखौँ त्यस्तो कमेन्ट छ कहिले पनि रिप्लाई दिँदैन उनीहरू रिसाउनु थाल्यो आजकल त यो मोरले त कमेन्टै हेर्दैन कि हाम्रो त रिप्लाई नै दिँदैन भन्छ अब मेसेजमा पनि गरिरहेछ उसले जेसुकै भन किन म मेरो लाइनमा छु म मेरो लाइनमा छु मेरो जो रेगुलर भ्युवर्स छ उहाँहरूले मलाई बुझेको छ यो मान्छे यो हो भनेर उहाँहरूले बुझेको छ बास त्यति नै काफी छ त्यो नबुझ्नेलाई केही पनि मलाई मतलब छैन बुझ्नेलाई श्रीखण्ड चन्द नबुझ्नेलाई खुर्पाको पेड हो भन्ने एउटा कवितै छ हाम्रो नेपालीमा हो अनि दोस्रो कुरो चाहिँ केटाहरूलाई म फेरि पनि भन्छु काम गर पैसा आउँछ इमान्दारीले गर 10-15 हजार रुपियाँको सेलेरी पाउँछ र यहाँ बहिनीकोबाट फाइनेन्स गर स्कुटीमा चढेर हिँड बुढीलाई अर्काको स्कुटीमा चढ्दा आँखा नलगाऊ कुरा बुझ्यो निन्जा टेक्निक भन्छ त्यसलाई तिमीहरूको कमेन्टले हुनेवाला केही छैन होइन त्यो भन्दा बरु रबरोले के गर्दैछ यस्तै टाइपको हट गरौँ हामी पनि हाम्रो पनि जग्गा छ यहाँ केही खेती गरौँ यहाँ केही सब्जी रोपौँ केही कुखुरा पालन गरौँ भन्नेपट्टि चाहिँ जानुपर्छ केटाहरू कुरा बुझ्यो